नेपालको नयाँ बजेट आउन अब केही दिन मात्रै बाँकी छ। तर प्रश्न उठेको छ, यो बजेट कतिको तयारी सहित आउँदैछ? अहिले अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट लेखन तीव्र गतिमा भइरहेको छ। कर्मचारीहरू बिहानदेखि साँझसम्म दबावमा काम गरिरहेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेका अनुसार सरकार अहिले बजेट मोडमा छ, ड्राफ्ट तयार भइरहेको छ। तर अहिलेसम्म बजेट अधिवेशन भने बोलाइएको छैन। यसले गर्दा संसदमा बजेटमाथि पर्याप्त छलफल हुन सकेको छैन। निजी क्षेत्रसँग पनि प्रत्यक्ष संवाद खासै भएको छैन। यसले प्रश्न उठाएको छ, के बजेट पर्याप्त छलफल बिना नै आउने हो? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट भन्छन्, यसपटक बजेट ठूलो हुने सम्भावना कम छ। कारणहरू स्पष्ट छन्। राजस्व सङ्कलनमा दबाव, पुँजीगत खर्च कमजोर, विश्वव्यापी इन्धन सङ्कटको असर, बढ्दो तलब, सामाजिक सुरक्षा र सार्वजनिक ऋण। अहिलेको अवस्था यस्तो छ कि सामाजिक सुरक्षा र ऋणको साम्यव्याज तिर्न मात्रै कुल बजेटको करिब 33% खर्चिनुपर्ने अवस्था छ। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षका लागि 18 खर्ब 90 अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ। यसै वरिपरि बजेट आउने अनुमान छ। यस वर्ष करका दर धेरै परिवर्तन नहुने अपेक्षा गरिएको छ। सरकारले 10 वर्षसम्म कर स्थिर राख्ने प्रतिबद्धता जनाइसकेको छ। अब मुख्य प्रश्न एउटै छ, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यसपटक साँचो सुधार देखाउने बजेट ल्याउलान् वा फेरि परम्परागत शैलीमै सीमित रहलान्? तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोला।